प्रभु येशू क्रिस्टको नाउँमा सबैजनालाई जय मसीह। म आशा गर्दछु तपाईहरू सन्चै हुनुहुन्छ। देशमा विदेशमा रहनुभएका सम्पूर्ण परमेश्वरका प्रियजनहरूलाई परमेश्वरको शान्ति, कृपा र अनुग्रह तपाईहरूमाथि बनिरहेको होस्। म आशा गर्दछु परमेश्वरको अनुग्रहले तपाईँ देशमा विदेशमा जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा परमेश्वरको उपस्थितिले तपाईको जीवनमा काम गर्नुभएको छ। धन्यवाद दिउँ हामी सबैजना मिलेर परमेश्वरलाई। उहाँको सेवामा हामी आइसकेका छौँ र परमेश्वरको कृपा हामीमाथि बनिरहेको होस्। पवित्र आत्माद्वारा वचनको रहस्य कुराहरू हाम्रो बीचमा प्रकटीकरण गर्नुभएको होस्। बाँकी सम्पूर्ण कुराहरू पवित्र आत्माद्वारा हामीलाई अगुवाई गर्नुभएको होस् र येशू प्रभुको नाउँमा सबै कुराहरू असल हुन सकेको होस्। सबैजनालाई तपाईको हातमा राख्दै अभिषेक गर्नुहोस्, सुन्नमा, बोल्नमा, पढ्नमा र रहस्य कुराहरू खोल्नमा। अनि जतिजना सुनिरहनु भएको छ उहाँहरूको घर परिवारमा, उहाँहरूको व्यक्तिगत जीवनमा यदि कुनै किसिमको समस्या छ भने म विश्वास गर्दछु परमेश्वरले सारा समस्यालाई समाधान गर्नुहुन्छ। कसैको जबमा, कसैको बिजनेस व्यापारमा, कसैको समाजमा कुनै किसिमको समस्या भए तापनि प्रभु येशू तपाईको नाउँमा सबै कुराहरूको छुटकारा छ। म घोषणा गर्दै तपाईहरूको बीचमा आज हामीले फल्स ब्रदरन मतलब झुठा भाइहरूको विषयमा हेर्दैछौँ, जुन चाहिँ आजको सेसन 2 हुनेछ। र आज हामीले दोस्रो प्रश्नमा हामी छलफल गर्नेछौँ। यो प्रश्न यस प्रकारका छन्: झुठा भाइहरूलाई कुन किसिमको वा कस्तो किसिमको प्रक्रिया तपाईले दिनुहुन्छ? कुन तरिकाले सोच्नुहुन्छ? कस्तो तपाईको खण्डन हुन्छ? हामीले हेर्दै आएका छौँ भाग 1 मा झुठा भाइको पहिचानहरू, उहाँलाई कसरी हामी चिन्न सक्छौँ भन्ने कुरामा हामीले छलफल गर्यौं। र आजको छलफल छ त्यो झुठा भाइहरू तपाईको बीचमा प्रकटीकरण भइसकेपछि उहाँहरूप्रतिको प्रतिक्रिया र खण्डन चाहिँ के छ त? हामी यो विषयमा कुरा गर्नेछौँ। र यो चाहिँ म यहुदाको किताब, नयाँ करारमा यहुदाको किताब 1 अध्याय, त्यसमा 1 अध्याय मात्रै छ, 1 अध्यायको 20 नम्बरदेखि 23 नम्बरसम्म हामी पढ्नेछौँ। यहुदाको किताब नयाँ करारमा 1 अध्यायको 20 देखि 23 नम्बरसम्म हामी यहीबाट केही कुराहरू लिन्छौँ। यसरी लेखिएको छ: तर प्रिय हो, तिमीहरू चाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ हुँदै जाओ र पवित्र आत्मामा प्रार्थना गर। आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। दोधारमा हुनेलाई दया देखाऊ, अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसैलाई दया देखाउँदा होशियार गर। पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्र समेत घृणा गर। यहाँबाट हामीले के हेर्छौँ भने पहिलो नम्बर कुरा चाहिँ हामीले आफैलाई परमेश्वरको प्रेममा राख्नुपर्छ। हालेलुया। जबसम्म तपाईँ आफैलाई परमेश्वरको प्रेममा राख्नुहुन्न अनि अरूमाथि दया पनि गर्न सक्नुहुन्न, अरू चाहिँ फसेको कुराहरूबाट बाहिर निकाल्न सक्नुहुन्न। त्यही भएर प्रिय मण्डली, यो कुराहरू किन गर्न जरुरी छ भने हामी हरेक मानिस चाहिँ हाम्रो लागि महत्त्वपूर्ण हो। हरेक मानिस चाहिँ बचाइन आवश्यक हो। जबसम्म तपाईँ आफैलाई परमेश्वरको प्रेममा राख्नुहुन्न र उहाँको अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू क्रिस्टको कृपाको प्रतीक्षा हामी गर्दैनौँ भने हामी केही पनि गर्न सक्दैनौँ। हालेलुया। त्यही भएर जब तपाईँ आफ्नो भाइहरूमा त्यो झुठा भाइहरूलाई
थाहा पाउनै सकेपछि, थाहा पाउने बित्तिकै हाम्रो प्रतिक्रिया के हुन्छ भने सबैभन्दा पहिलो कुरो हामी प्रार्थना गरौँ। जो चाहिँ पवित्र आत्मामा प्रार्थना गरौँ र म विश्वासमा, पवित्र विश्वासमा दृढ हौँ। आफू आफैलाई आत्मसंयमी राखेर परमेश्वरको प्रेममा र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। उहाँ बिग्रिसकेको छ, उहाँलाई मार्नु पर्छ, काट्नु पर्छ, यो त्यो भन्ने कुराले हुँदैन। हामी उहाँको निम्ति प्रार्थना गरौँ, आफू आफैलाई परमेश्वरको प्रेममा राखौँ र प्रभु येशू ख्रीष्टले के गर्नुहुन्छ उहाँको प्रतीक्षा गरौँ। किनभने बाइबलले भन्दछ, जसले जे काम गरिरहेको छ गर्न दिनुहोस्, उनीहरूको काम अनुसारको इनाम मसँग छ र उनीहरूलाई दिने हरेकको म आएर उनीहरूको इनाम दिनेछु। त्यही भएर सबैभन्दा पहिलो कुरो तपाईँले के गर्नुपर्छ, आफू आफैलाई परमेश्वरको प्रेममा राख्नुपर्छ, पवित्र विश्वासमा दृढ हुनु पर्यो, पवित्र आत्मामा प्रार्थना गर्नु पर्यो र त्यो मौका, त्यो उत्तरको लागि परमेश्वरको प्रभु येशू ख्रीष्टको कृपाको निम्ति प्रतीक्षा गर्नु पर्यो। तर हामी के गर्छौँ, तुरुन्तै न्याय गर्न थाल्छौँ, तुरुन्तै हामी एक्सनमा आउँछौँ, तुरुन्तै हामी यो गर्छु त्यो गर्छु, विभिन्न किसिमको बुद्धिहरू, विभिन्न किसिमको आरोपहरू, विभिन्न किसिमको चालहरू, मानिसको चाल, संसारिक चाल, शैतानिक चालहरू देखाउन थाल्छौँ। तर हामी परमेश्वरमा चाहिँ दृढ भरोसा गर्दैनौँ। हाम्रो विश्वासले के भन्छ भने परमेश्वरको पवित्र विश्वासमा हामी चाहिँ दृढ हुँदै जानुपर्छ, पवित्र आत्मामा प्रार्थना गर्दै जानुपर्छ र आफैलाई प्रेममा राख्न जरुरी पर्छ। तपाईको समस्या, तपाईको भाइ, जुन भाइ तपाईको विरुद्धमा कुरा काटेको छ, जुन भाइले तपाईसँग आएर नजिक भएर तपाईँ भित्र पसेर तपाईँ भित्र भएको क्रिस्टको स्वतन्त्रतालाई, त्यो सत्य कुरालाई तिथर पिथर पारेको छ, तपाईको शान्तिलाई भङ्ग गरेको छ, तर पनि उहाँहरूलाई सराप्ने कुराहरू हुँदैन, उहाँहरूलाई हटाउने कुराहरू हुँदैन, उहाँहरूलाई चाहिँ भगाउने कुराहरू हुँदैन। हामी चाहदैनौँ कि कोही पनि नाश होस्, किनभने हरेक मानिस हाम्रो लागि महत्त्वपूर्ण छ। यो कुरा बुझ्ने बित्तिकै तपाईमा के आउँछ, दया आउँछ, ममता देखाउनुहोस्। त्यो भाइलाई, त्यो दुई धारे हुन्छ, दो धारमा बसिरहेको हुन्छ, हामी के गरौँ नगरौँ, न त परमेश्वरतिर 100% हुन्छ, न त संसारैतिर 100% हुन्छ, दो धारमा बसिरहेको हुन्छ। आज धेरै मानिसहरू, धेरै भाइहरू, धेरै विश्वासीहरू दो धारमा बसेको हामीले पाउँछौँ। चर्च जाउँ कि नजाउँ, हामी बाइबल पढौँ कि नपढौँ, हामीले भजन गाउनु पर्छ कि पर्दैन, हामी परमेश्वरको भजनहरू गाउँ कि संसारको सेकुलर गीतहरू गाउँ, यस्ता दो धारमा बस्ने भाइहरूलाई, यस्ता दो धारमा बस्ने मानिसहरूप्रति हामी दया देखाउन जरुरी छ। हामी उहाँलाई प्रेम गर्न जरुरी छ र उहाँहरूलाई चाहिँ बाटो सत्य र जीवनमा हिँडाउन जरुरी छ। उहाँहरूलाई साँघुरो बाटो देखाइदिन जरुरी छ। उहाँहरूमाथि हामीले दया देखाउँ। आज कुनै तपाईको दाजुभाइले तपाईको चित्तै दुखाएको छ, तपाईको चरित्र हत्या गरेको छ, तपाईलाई विभिन्न किसिमको आरोपहरू लगाएको छ, तर उनीहरूमाथि तपाईँ दया देखाउनुहोस्, किनभने उनीहरू दोधारमा छन्। उनीहरू जान्दैन। प्रभु येशू ख्रीष्टले भन्नुभयो क्रुसमा, हे प्रभु, हे मेरो पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्, किनभने यिनीहरू जान्दैन के गरिरहेको छ। आज तपाईँ र हामी परमेश्वरको प्रेममा भएको कारणले गर्दा तपाईको जतिसुकै हत्या गरे तापनि, तपाईको चरित्रको जतिसुकै हत्या गरे पनि, तपाईको मानहानि नै गरे तापनि उनीहरू दोधारमा हुन्छ। के ठीक छ के बेठिक छ छुट्याउन सक्दैन, के गर्नुपर्छ के गर्नु पर्दैन, के खानुपर्छ के खानु पर्दैन। त्यस्ता भाइहरूलाई, त्यो दोधारमा बस्ने भाइहरूमाथि हामी दया देखाउनु पर्छ। हालेलुया। तर हामी के गर्छौं?
आफ्नो बुद्धि आफ्नो ट्यालेन्ट सो गर्न थाल्छौँ, देखाउन थाल्छौँ। तुरुन्तै हामी के गर्छौँ, के गरी पठाउँछौँ हामी जान्दैनौँ। रिसको झोकमा हामी के गरी पठाउँछौँ। त्यही भएर दोधारमा हुनेहरूलाई दया देखाऊ। र 23 नम्बरमा हामीले हेर्यो भने परमेश्वरको भय, हालेलुया, परमेश्वरको भय होशियार साथ अरूको उद्धार गर्नु। हालेलुया। यहाँ लेखेको छ अरूलाई आगोबाट तानी निकालेर बचाऊ, कसैलाई दया देखाउँदा होशियार गर, पाप स्वभावद्वारा बटुलिएका अपवित्र वस्त्र समेत घृणा गर। आज धेरै मानिसहरूलाई हामी उद्धार गर्छौँ, दया गर्छौँ, प्रेम गर्छौँ, तर ऊ भित्र रहेको खराब बानीहरूलाई, अपवित्र वस्त्रहरूलाई हामी घृणा गर्नुपर्छ, निकाल्नुपर्छ उहाँको जीवनबाट। आज तपाईँ एउटा साँचो भाइ बनेर, एउटा साँचो विश्वासी बनेर आउनुहुन्छ, पास्टरको कमजोरीहरू, अगुवाको कमजोरीहरू मात्रै बटुल्नुहुन्छ र उहाँले तपाईँको जीवनमा गरेको दया, उहाँले तपाईँको जीवनमा लगाएको समयलाई देख्नुहुन्न, खालि नेगेटिभ कुरालाई मात्रै फोकस गरेर तपाईँ बढ्नुहुन्छ भने प्रिय मण्डली, आज तपाईँ परिवर्तन हुन जरुरी छ। तपाईँको त्यो अपवित्र जुन सोच विचार छ, जुन नकारात्मक सोच विचार छ, तिनीहरूलाई घृणा गर्नुपर्छ, हटाउनुपर्छ, निकाल्नुपर्छ। तपाईँ पश्चाताप गर्न जरुरी छ, तपाईँ फर्किन जरुरी छ। आज तपाईँले उद्धार पाउनुहुन्छ। हालेलुया। परमेश्वरको भय होशियारी साथ अरूको उद्धार गर्न जरुरी छ। आज धेरै व्यक्तिहरू उद्धार गर्ने शब्दहरूमा, कुराहरूमा स्वार्थ कुरा हामीले देख्छौँ। यस्ता व्यक्तिहरू पाउँछौँ, हामीलाई तपाईँ जस्तो अरू कोही पनि छैन, तपाईँ बाहेक अरू कसैले मलाई उद्धार गर्न सक्दैन, यो दलदलबाट बाहिर निकाल्न सकिँदैन। तर हामी भित्र आएर उसले आफ्नो षड्यन्त्र रचिरहेको हुन्छ। जस्तै कि इजिकियलको किताबमा हामीले पढ्यौँ, हेर्न सक्छौँ, परमेश्वरको कम्पाउन्ड भित्र, परमेश्वरको मन्दिर भित्र पसेर पनि अशुद्ध कुराहरूलाई पूजा गरेको, आराधना गरेको कुरा हामीले पाउँछौँ। त्यही भएर प्रिय मण्डली, आज तपाईँ जो अगुवासँग जोडिनु भएको छ, जो पास्टरसँग जोडिनु भएको छ, जुन मेन्टरसँग जोडिनु भएको छ, उहाँको नकारात्मक सोच विचारहरूलाई, नकारात्मक कुराहरूलाई फोकस गर्ने होइन। हरेक मानिसमा गल्ती हुन्छ, थाहा छ। कोही पनि पर्फेक्ट छैन, कोही पनि परिपक्व छैन येशू ख्रीष्ट बाहेक। आज त्यो कुराहरूलाई फोकस नगरिकन आफैलाई तपाईँ परिवर्तन गर्नुपर्छ, पश्चाताप गर्नुपर्छ, त्यस्तो सोच विचारबाट फर्किनु जरुरी छ। सर्प जस्तै टोक्ने हुनु हुँदैन, डस्ने हुनु हुँदैन। जे जस्तो भए पनि परमेश्वरद्वारा नियुक्त गरेको व्यक्तिहरू परमेश्वरमा चाहिँ आदर योग्यको हुनुहुन्छ। त्यही भएर हाम्रो चाहिँ न्याय गर्ने काम होइन। जसले जुन पास्टरजीहरूले जस्तो तरिकाले तपाईहरुलाई सिकाउनुहुन्छ, जस्तो तरिकाले शिक्षा दिनुहुन्छ, तपाईको जीवनसँग मिल्छ भने मिल्नुहोस्, मिल्दैन भने फर्किनुहोस्, केही फरक पर्दैन। तर कुनै पनि परमेश्वरको जनको विरुद्धमा नबोल्नुहोस्। हालेलुया। यदि त्यस्तो किसिमको सोच विचार छ भने यी मानिसहरू तपाई चाहिँ बचाइन आवश्यक छ। अर्को कुरा हामीले हेर्यो भने कोहीलाई त्याग्नु पनि पर्छ, आफ्नो जीवनबाट टोटली इग्नोर हटाउनु पनि पर्छ, एभोइड गर्नुपर्छ, कट अफ गर्नुपर्छ, कटिस गर्नुपर्छ। पहिलो तिमोथी 1 अध्यायको 19 र 20 ले भन्दछ, विश्वास र स्वच्छ विवेक कायम राख। कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। ती मध्ये हुमेनियस र अलेक्जेन्डर हुन्।
जुनहरूलाई निन्दा नगर्नु भन्ने कुरा सिकुन् भनेर मैले शैतानको हातमा सुम्पेको छु। हालेलुया। दोस्रो तिमोथी 2:16 देखि 18 ले भन्दछ, भक्ति विहीन बक त्याग, किनकि जसले मानिसहरूलाई झन बढी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचित स्वयंको घाउ जस्तो गाडिँदै जानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। पुनर्स्थापना अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्केका छन्। कतिजनाको विश्वासलाई यिनीहरूले खलबलाइरहेका छन्। रोमी 16:17 र 18 ले भन्दछ, भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि तिमीहरूलाई सिकाइएको धर्म सिद्धान्तको विरुद्धमा फुट र बाधा विघटन सृष्टि गर्नेहरूलाई नजर राख र तिनीहरूबाट अलगै बस, किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्। तिनीहरूको मिठो मिठो बोली र कुराले सिधा सादाहरूका हृदयलाई धोखा दिन्छन्। हालेलुया। यो वचन अलिक पिरो छ, यो शिक्षा अलिक कडा छ, चिप्लो घस्ने कुराहरू छैन, तर यो वचनले तपाईलाई जीवन दिने कुराहरू गर्छ। जसरी सोलोमनले योआबला र सिमी र अदोनियालाई परित्याग गरेको छ, आज तपाईं र हामीले पनि चिप्लो घस्ने व्यक्तिहरू, मिठो मिठो बोलेर ओलझलमा फसाएर राख्ने तर गन्तव्यतिर नडोर्याउने, क्रिसको वचन सत्य तरिकाले नबुझाउने, आफ्नै कुराहरूमा घुमाई फिराई बन्धनमा राख्ने जस्तो कुराहरूलाई त्याग्न जरुरी छ। तपाईको जीवनमा उन्नति ल्याउनु भनेको परमेश्वरको वचनले मात्रै हो। त्यो वचनको प्रकाशले तपाईको जीवनमा प्रकाश ल्याउनेछ। लेखिएको वचन तपाईको जीवनमा रेमा भएर आउनु पर्छ, प्रकाशमै भएर आउनु पर्छ। अनि यही प्रकाशमा जुन परमेश्वरले आफ्नो मुखबाट बोलेको वचनमा तपाई आधारित हुन सक्नुहुन्छ। किनभने मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको वचनले जीवित रहन्छ। आज तपाई र हामी आफ्नो हृदयमा धोखामा नपारौं, आफ्नो हृदयलाई धोखातिर नराखौं। तपाई र हामी ज्योतिको सन्तान छौं भने ज्योतिमा हिड्ने गरौं। परमेश्वरको वचन जुन छ त्यसको प्रकाशमा हिडौं, किनभने आज तपाई र हामीलाई परमेश्वरले प्रकाशमा हिड्नको लागि बोलाउनु भएको छ। हालेलुया। यहाँ छोड्नु पर्ने कुराहरूमा हामी छोड्नु जरुरी छ, त्याग्नु पर्ने कुराहरूमा त्याग गर्न जरुरी छ। र अर्को कुरा म तपाईहरुलाई भन्दछु, कोही आफै छोडेर जान्छ, कोही आफै छोडेर जाने कोही गर्दछन्, जान दिनुहोस्। दोस्रो तिमोथी 1:15 ले भन्दछ, एसियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ। ती मध्ये फुगेसल र हार्मोनेगस हुन्। अब हामीले हेरौं पावल जस्तो व्यक्तिलाई, यो दुईजना व्यक्ति चाहिँ छोडेर गएको हामीले पाउँछौं, तर्केर हामीले गएको हामीले पाउँछौं। प्रिय मण्डली, तपाईलाई छोडेर गए तापनि, तपाईको कुरा सुनेर नसुने तापनि क्रिसको वचनमा उहाँलाई सत्य कुरा बताइदिनुहोस्। तपाई जतिसुकै मिठो बोलेर, जतिसुकै उसलाई यता र उता घुमाएर बन्धनमा राख्नु भन्दा सत्य कुरा उहाँहरूलाई बताइदिनुहोस्। बाँकी उहाँको जीवनमा परमेश्वर स्वयंले काम गर्नुहुन्छ। कुनै पनि विश्वासीको जीवनमा तपाई प्रभु बन्ने कोसिस चाहिँ नगर्नुहोस्। वचनको प्रकाश दिनुहोस्, सत्य कुरा बताइदिनुहोस्। बाँकी त्यो व्यक्तिहरूको जीवनमा परमेश्वरले स्वयं काम गर्नुहुन्छ। आज धेरै मण्डलीमा समस्या छ, यो मेरो विश्वासी, यो मेरो छोराछोरी, मेरो यो मेरो त्यो,
तर तपाईँ त्यो कुराबाट कहिले बाहिर निस्किनुहुन्छ? यो परमेश्वरको विश्वासी, परमेश्वरमा विश्वास गरेको, यो परमेश्वरको छोराछोरी, तपाईँ आफ्नो छोराछोरी बनाएर कहिले पनि नहुर्काउनुहोस्। तपाईँ जहिले पनि क्रिस्टको मानिस बनेर क्रिस्टको धार्मिकतामा तालिम दिनुहोस्, क्रिस्टको वचनमा उहाँहरूलाई जडा गाडिनुहोस्। बाँकी त्यही वचनको प्रकाशले त्यो विश्वासी, त्यो पुत्र, त्यो छोराछोरीको जीवनमा परमेश्वरले वचनद्वारा काम गर्नु भएको होस्। तर हामी के ठान्छौँ? यो मेरो विश्वासी, मैले यसलाई सुसमाचार सुनाएको, मैले यसलाई बप्तिस्मा दिलाएको, मैले यो त्यो विभिन्न कुराहरू कहिले याद गर्नु भएको छ? जबसम्म परमेश्वरले तपाईको निम्ति पठाउनुहुन्न, यो संसारमा तपाईले केही पनि प्राप्त गर्न सक्नुहुन्न। कुनै पनि विश्वासी तपाईसँग जोडिन आयो भने तपाईलाई देखेर होइन, तर तपाईँ भित्र क्रिस्टलाई देखेर हो। जबसम्म परमेश्वरले तपाईको निम्ति कुनै व्यक्ति पठाउनुहुन्न, तपाईले केही पनि प्राप्त गर्न सक्नुहुन्न। त्यही भएर कोही छोडेर जान्छ भने नो प्रब्लम, कुनै कुरालाई हामीले छोड्नु पर्छ, तर क्रिस्टलाई चाहिँ कसैले नछोड्नु भएको होस्। प्रभु येशूले तपाईको जीवनमा असल काम गर्नुहुन्छ। हालेलुया। यही विषयमा हामीले हेर्यो भने दाउदको प्रतिक्रिया पनि हामीले हेर्न सक्छौं है। अब अन्तिम कुरा हामी दाउदको प्रतिक्रिया हेरौं, जो चाहिँ भजन संग्रह 56 अध्यायको 5 देखि 13 नम्बरसम्म र भजन संग्रह 57 अध्यायको 1 देखि 11 सम्म। यो पढेर हामी अन्त गर्नेछौं। झुठो भाइहरू प्रति हाम्रो प्रतिक्रियाको विषयमा हामीले हेर्दैछौं। अन्तिम कुरा हामी भजन संग्रह 56 अध्यायबाट हेरौं। यसरी लेखिएको छ, दिनभरि तिनीहरूले मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्, तिनीहरूले सधैँ मेरो हानिको लागि षड्यन्त्र रच्छन्, तिनीहरू मेरो प्राण लिनलाई मेरो विरुद्ध षड्यन्त्र रच्छन् र मलाई मार्न भनी ढुकी बस्छन्। हे परमेश्वर, तिनीहरूको अपराधको दण्ड तिनीहरूलाई दिनुहोस् र तपाईको क्रोधमा जाति जातिहरूलाई ढालिदिनुहोस्। मेरो विलापको लेखा राख्नुहोस्, मेरो आँसु तपाईको पृष्ठतामा राखिदिनुहोस्। के ती तपाईको पुस्तकमा लेखिएको छैन र? जब सहायताको निम्ति म पुकार गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्नेछन्। यसबाट यो म जान्नेछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ। परमेश्वरमा जसका वचनको म प्रशंसा गर्दछु, परम प्रभुमा जसका वचनको म प्रशंसा गर्दछु, परमेश्वरमा भरोसा गर्दछु, म डराउने छैन। मानिसले मलाई के गर्न सक्छ र? हे परमेश्वर, तपाईसित मेरो भाकल छ। म तपाईमा मेरो धन्यवाद बलि चढाउने छु, किनकि तपाईले मेरो प्राणलाई मृत्युबाट छुटाउनु भएको छ र मेरो गोडालाई ठेस लाग्नुदेखि बचाइदिनु भएको छ कि म त परमेश्वरको सम्मुख जीवनको ज्योतिमा हिँडौं। हालेलुया। यही कुराबाट तपाईले स्पष्टता तपाईले पाउनुहुन्छ कि हामीमा को चाहिँ के गरिरहेको छ। भजन संग्रह 57 को 1 देखि 11 सम्म। म माथि कृपा गर्नुहोस्, हे परमेश्वर, म माथि कृपा गर्नुहोस्, किनकि मेरो प्राणले तपाईमा शरण लिन्छ। यो आपत नहटुन्जेल तपाईकै पखेटाको छाया मुनि म शरण लिनेछु। सर्वोच्च परमेश्वरमा म पुकारा गर्दछु, परमेश्वरमा जसले मेरो निम्ति आफ्नो अभिप्राय पूर्ण गर्नुहुन्छ। स्वर्गबाट उहाँले पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ र मलाई क्रूरतासँग पीछा गर्नेहरूलाई हप्काउनुहुन्छ। परमेश्वर आफ्नो करुणा र विश्वसनीयता प्रकट गर्नुहुन्छ। सेला। म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा लेट्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्, जसका जिब्रा धारिला तरवार झै छन्,
हे परमेश्वर, तपाईँ स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईको महिमा सारा पृथ्वीभरि व्याप्त छ। तिनीहरूले मेरो गोडाका निम्ति जाल बिछाएका छन्, म संकष्टले तल नुहेको छु। तिनीहरूले मेरो सामने एउटा खाडल खनेका छन्, तर तिनीहरू आफै त्यसमा परेका छन्। सेला। मेरो हृदय स्थिर छ, हे परमेश्वर, मेरा हृदय स्थिर छ। म गाउने छु, म राग बजाउने छु। हे मेरो प्राण जाग, हे बीडा र सारंगी जाग, म प्रतापलाई जगाउने छु। हे परमप्रभु, जातिहरूका बीचमा म तपाईको प्रशंसा गाउने छु। मानिसहरूका बीचमा म तपाईको विषयमा गाउने छु, किनकि तपाईको करुणा स्वर्गसम्म महान छ र तपाईको विश्वसनीयताले आकाशै छुन्छ। परमेश्वर, तपाईँ स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईको महिमा सारा पृथ्वीभरि व्याप्त होस्। हालेलुया, हालेलुया। दाउदको प्रतिक्रिया यस प्रकार छ। आज तपाईँ र हाम्रो यो प्रतिक्रिया हो। यो भजन 56 र 57 अध्यायको प्रतिक्रिया गाउँदै बजाउँदै तपाईको विरुद्धमा जतिसुकै जालहरू बिछाए तापनि, तपाईको चरित्रै हत्या गरे तापनि त्यसको न्याय चाहिँ परमेश्वरले गर्नुहुन्छ, हामी गर्दैनौँ। यस्ता हामी आफ्नो बुद्धि प्रयोग गर्छौं। त्यो मानिसको विषयमा मसँग यति प्रमाण छ, म प्रमाण सहित बोल्दछु, यो सबै विभिन्न किसिमको जाल खेल संसारबाट आउँछ। संसारिक बुद्धिले परमेश्वरको मानिसलाई कहिले पनि तल नखसाल्नुहोस्। आज तपाईको प्रतिक्रियामाथि, तपाई एउटा झुठो भाइहरूमाथि मेरो प्रतिक्रिया के छ भने, हाम्रो प्रतिक्रिया के छ भने, दाउदले गरेको प्रतिज्ञा जस्तै हुनुपर्छ। दाउदले गरेको प्रतिक्रिया जस्तै हुनुपर्छ। दाउदले भन्नुहुन्छ, मलाई साथ दिनको आएको छौ भने परमेश्वरले तपाईहरुलाई आशिष दिनुभएको होस्। यदि मलाई हत्या गर्न आएको छौ भने त्यसको न्याय परमेश्वरले नै गर्नुभएको होस्। प्रिय मण्डली, आज तपाईसँग जोडिएको व्यक्तिहरू, तपाईसँग संगत गरेको व्यक्तिहरू तपाईलाई हत्या गर्न आएको हो कि तपाईलाई सहायता गर्नको लागि आएको हो, त्यो दुईटै कुरा परमेश्वरले नै न्याय गर्नुहुन्छ। हामी चाहिँ आफ्नो बुद्धि प्रयोग गर्यो भने हामी मानिसको नजरमा अरूको लागि खाल्टो खन्छौं कि फलानो खसोस्, चिलानो खसोस्, तर तपाई स्वयं पर्नुहुन्छ। त्यही भएर प्रिय मण्डली, दाजुभाइहरू, झुठा भाइहरूको लागि हाम्रो प्रतिक्रिया चाहिँ दाउद जस्तै हुनुपर्छ। अनि परमेश्वरले भन्नुहुन्छ नयाँ करारमा, दाउदको भत्केको वासस्थान म पुनर्निर्माण गर्नेछु। आज तपाईँ कुन ठाउँमा चुक्नु भएको छ? आज तपाईँ कुन ठाउँमा खाडलमा खस्नु भएको छ? आज कुन कुराले तपाईँ परमेश्वरको उपस्थितिभन्दा टाढा जानु भएको छ? आज कुन कारणले परमेश्वरको प्रेममा तपाईँ चुक्नु भएको छ? त्यो आज परमेश्वरले तपाईलाई पूर्ण निर्माण गर्न चाहनुहुन्छ, पूर्ण स्थापना गर्न चाहनुहुन्छ, किनभने परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ। उहाँको कृपा तपाईमाथि सदा सर्वदा बनिरहेको हुन्छ। तपाई परमेश्वरबाट टाढिनुहुन्छ, तपाईबाट मानिसहरू टाढिन्छ, तर तपाई चाहिँ त्यो व्यक्तिहरूबाट नटाढिनुहोस्। जसरी परमेश्वर हामीलाई कहिले पनि त्याग्नुहुन्न, कहिले पनि टुरो छोड्नुहुन्न, त्यसरी नै एउटा असल अगुवाले, एउटा असल परमेश्वरको सेवकले, एउटा असल परमेश्वरको जनले तपाई जतिसुकै टाढा गए तापनि हामी तपाईलाई त्याग्दैनौं। हामी कुरेर बस्छौं। कहिले तपाई पश्चाताप गरेर फर्केर आउनुहुन्छ ताकि परमेश्वरको प्रेम म तपाईमा देखाउन सकौं। जसरी परमेश्वरले अँगाल्नुहुन्छ त्यसरी हामी पनि एकअर्कालाई अँगाल्नु जरुरी छ। तपाईको भाइ तपाईको विरुद्धमै काम गरे तापनि त्यो भाइलाई प्रेम गर्नुपर्छ, किनभने परमेश्वरले तपाईं र हामीलाई प्रेम गर्नु भएको छ। प्रेम नै परमेश्वर हुनुहुन्छ। त्यसरी नै हाम्रो जीवनमा परमेश्वरको प्रेम सदा सर्वदा बनिरहेको होस्। परमेश्वरसँगको सम्बन्ध हाम्रो बीचमा कायम रहेको होस् अनि हाम्रो भातृ प्रेम बनिरहेको होस्। हालेलुया। बदला लिने, साटो फेर्ने काम
हाम्रो होइन रहेछ भन्ने कुरा हामी यहाँबाट प्रतिक्रियामा देख्यौँ। अब हाम्रो दाजुभाइहरूले हाम्रो चित्त दुखाए तापनि हामी उहाँलाई प्रेम गर्न जरुरी छ, हामी उहाँलाई अँगाल्न जरुरी छ। समस्या जहाँ भए तापनि हामी त्यो कुरालाई विचार गर्नुपर्छ, पश्चाताप गरेर फर्केर आउनुहोस्। परमेश्वरको जनले तपाईँलाई जहिले पनि अँगाल्नुहुन्छ। हालेलुया। परमेश्वरलाई धन्यवाद भएको होस्। यो फल्स ब्रदरन वा झुटा भाइहरूको विषयमा अन्तिम प्रतिक्रिया यही हो। अब यसमा नबुझेको कुराहरू छ या कसैलाई हृदय दुख्ने कुराहरू भएको छ, कसैलाई चोट पुर्याउने कुराहरू भएको छ भने क्षमा गर्नुहोला र हामी मिलाएर बुझौँ, अगाडि बढौँ। परमेश्वर हाम्रो बिचमा हुनुहुन्छ, तपाईँको साथमा हुनुहुन्छ, हाम्रो साथमा हुनुहुन्छ। सदा सर्वदा परमेश्वरलाई महिमा हुने कार्य गरौँ। परमेश्वरले कहिले पनि तपाईँलाई त्याग्नुहुन्न अनि हामी पनि कसैलाई कहिले पनि त्याग्नु हुँदैन। जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, हामी पनि उहाँलाई प्रेम गरौँ। धन्यवाद सबैजनालाई। येशू प्रभुको नाउँमा परमेश्वरको महिमा पृथ्वीभरि व्याप्त छ। हामी पनि त्यही महिमामा अगाडि बढौँ। येशू प्रभुको नाउँमा आमेन। जय मसीह। फेरि पनि सबैजनालाई परमेश्वरको शान्ति र कृपा तपाईमा र हामी माथि सदा सर्वदा बनिरहेको होस्। आमेन।